अरु कुरा मलाई केही पनि थाहा छैन। संसारमा जात भन्ने कुरा दुईटा मात्र हुन्छ, एउटा महिला अनि एउटा पुरुष। खुरुको पानी पिउ त। यदि तिमीले पानी पिएनौ भने आजदेखि तिमीले मलाई सानो कजिनी भनेर नबोलाऊ। ठिक छ सानो कजिनी साहब, तपाईले बाध्य बनाउनु भयो, म पिउँछु। खोइ दिनुहोस् सानो कजिनी साहब। तँलाई मैले हिजो किन गाली गरेँ थाहा छ? त्यो सानो जाति दलित र गरिब भएको कारणले। किन दाइ, किन रोकिनु भयो त? गाली गरेको भए हुन्थ्यो। जुन मान्छेलाई तपाईँ दलित भनेर घृणा गर्नुहुन्छ त्यही मान्छेको अगाडि तपाईँलाई गाली गर्न त्यत्रो लाज लाग्दो रहेछ है दाइ? चुप लाग बहिनी, त अझै सानो छस्। इज्जतको बारेमा तँलाई केही थाहा छैन। हामीले पुर्खौलीदेखि बचाएर आएको इज्जत यो बहिनी। त्यो दलितको अगाडि चुट्कीको बारमा म गुमाउन चाहन्न। हो त्यही भएर मैले तँलाई त्यो दलितको अगाडि गाली नगरेको। दाइ, मैले के त्यो दलितको हाँसमा आउँदैमा इज्जत गुमाएको हुन्छ र? यदि तपाईँलाई यो घरको इज्जत जान्छ भन्ने डर छ भनेपछि भोलिदेखि त्यो रामे दलितलाई काम गर्न नबोला भइहाल्यो नि। त्यसरी दाइ ठुल्ठुलो स्वरमा नकराउनुस्। जुन मान्छे एक दिन हाम्रो घरमा काम गर्न आएन भने तपाईँको हातै भाँची जस्तो हुन्छ। बहिनी त अलिक सानो छस्। उसले काम हाम्रो घरमा नगर्दा थाहा छ हात किन भाँचिन्छ? उसको राम्रो पुरानो कथा छ। कुनै दिन समय आयो भने यो कथा म सुनाउने छु बहिनी। दाइ, समयलाई कहिले पनि नपर्खिनुस्, त्यो समय उल्टो पनि हुन सक्छ। यदि त्यो समय उल्टो भएछ भने म आफै आत्महत्या गरेर मर्नेछु बहिनी। दाइ, के भयो हजुरलाई? आज त निराश देखिनु भएको छ त। केही नि भएको बहिनी। दाइ, तपाईँलाई पक्कै पनि केही न केही भएको छ। केही नभएको भए हजुर यसरी चुप लागेर बस्नुहुन्थ्यो त। त्यसैले मलाई नढाँटी भन्नुहोस् त के भएको हो? कुरा के हो भने नि बहिनी, मैले हिजो बेलुका ठुलै गल्ती गरेछु। अहिले सम्झिँदा त यो हातै काटेर फाल्दिउ जस्तो लाग्छ। दाइ, हातै काटेर फाल्नु पर्ने त्यस्तो के गल्ती गर्नुभयो र? गल्ती के हो भने नि बहिनी, हिजो काजी साहबको घरमा काम गर्न जाने बेला काम गर्दै गर्दै बेलुका साँझ घर फर्किने बेलामा सानो कजिनीसँग हात समाउँदै आएको थिएँ। त्यति बेला ठुलो काजीबाले ठ्याक्कै देख्नुभयो। थाहा छैन काजी साहबले अब के सजाय दिनुहुन्छ। हिजो बेलुका त मायाले घर जाऊ रामे भनेर भन्नुभएको थियो, फेरि आज बोलाउनु भएको छ। के गरौँ के गरौँ? ए भनेपछि त्यो काजीको बहिनी सुनको मूर्ति हो र? तपाईँले सुन्नु बित्तिकै सजाय दिनुपर्ने? तपाईँ नडराउनु दाइ, तपाईँसँग म पनि जान्छु, हेर्छु मेरो दाइलाई कसरी सजाय दिँदा रहेछन्। भयो बहिनी, तिमी जानु पर्दैन। काजी साहबले मलाई मात्रै बोलाएको छ। तिमी पनि कस्तो कुरो गरेको के बहिनी? जति मैले तिमीलाई माया गर्छु नि त्यति ठुलो काजी साहबले सानो कजिनी साहबलाई माया गर्नुहुन्छ। त्यसैले त रिसाउनु भएको होला नि। तपाईँ पनि चुप लाग्नु दाइ। त्यो काजीको बहिनी कुनै महलमा बस्ने महारानी होइन। तपाईँ सँगसँगै म पनि जान्छु। ठिकै छ, अब तिमी पनि जित्ती गर्छ भने हिँड। अब हिँड्नुस् दाइ। टोको लाऊ। सुनिताले पनि मन पराउँछ, सफलले पनि मन पराउँछ। थाहा छैन अब कसको भाग्यमा फुल पर्ने, तर केही छैन। आँखा चिम्लेर बस्छु, जो पहिला आउँछ उही म पादोको श्रीमती हुन्छ। आचिले ओए होइन, बुढो बाबुले बोल्ने गर्थ्यो। ओए बगैँचाको फल त मिठो हुन्छ भन्थ्यो।
कुन चाहिँ फुल आएछ यो सुनि त नजिस्काउनु भए मैले तिमीलाई भनेर यत्रो फुल लिएर आएको छु तिमी यसरी नजिस्काऊ भने थुक्क रायमाइला मेरो लागि फुल समातेर बाटोमा कुरेको होला भनेको त सुनिताको पनि नाम लिँदो रहेछ चिलो नरिसाउनु भए सब मैले अरूको नाम लियो भन्दैमा रिसाउनु पर्छ त बढिया यो फुल त तिम्रो लाग्यो भने भए किन रिसा भने रिस उठ्दैन त माया एउटासँग बिहे अर्कोसँग कता कता सुनेको थियो कि आज तिमीले त्यही पारा ल्याएको छौ चिलो मोटो माग्यो तिमीले मैले बाँच्नु पर्छ मै मरे तिमीलाई कसले माया गर्छ तिमी आफै भन त भए म पनि तिमी बाँच्न सक्छौ त ए म चाहिँ अनि को बिना बाँच्ने त होइन होइन म कसैले के भने होइन म आफै बाँच्ने हो होइन है सपना ऊ त म बिना बाँच्ने हो होइन हो सुनिता ऊ म बिना बाँच्ने हो चिले दुवैजना म बिना बाँच्न सक्दैन भन्छु त ल तिमीहरू दुवैजना हिँड्नु त हाम्रो जाँदैन म पादुवा राईमालेसँग अरू केटा पाउँदैन मैले सुनितालाई लैजाऊ मैले चाहिँ कतै केटा पाउँदैन र सुनितालाई लैजाऊ भन्दो रहेछ चिलो तिमीहरू दुईजना जाऊ नगर्नु भए न तिम्रो मन दुखाउँछु मैले न तिम्रो मन दुखाउँछु भने मैले त दुईजना पो जाऊ भने त जान्छ नि आफ्नो साथीमाथि सौता बन्नलाई कति न यो तिम्रो हुनेवालालाई दे ल मेरो फुलै फाल्दियो त म पनि त्यस्तै एक्लै भेटेर दिनुपर्ने रहेछ ए बुढी तिमी मात्र छौ त अनि भान्सा खै त दाइ कता जानुभयो दाइ त अघि नि मिसाउनु भयो हजुरलाई उठाएर उठ्दै उठ्नु भएन सुत्दै सुत्दै गर्नुभयो ए म नउठ्दै सबेर बिहान उठेर जानुभयो जेठम साहब जानु भइसक्यो दाइ त ए बुढी जेठम साहबले मलाई सोधेर जानुपर्ने होइन रिसाउनु भएको चाहिँ क्या हो रिसाउनु भएको छैन बुढा दाइ पनि तनावमा हुनुहुन्छ भाउजू नआउनु भएको 3-4 दिन भइसक्यो अरे त्यही भएर म खोज्न जान्छु भनेर निस्किनु भयो ए हो नि बुढी हिजो बेलुका जेठन साहबले मलाई खाना खाइसकेपछि आफ्नो मनका कथा व्यथाहरू सबै सुनाउनु भएको थियो तर सुन न बुढी बिचरा जेठन साहबले बिहे गरेको पनि यत्रो 7-8 वर्ष भइसक्यो अब जेठन साहब यसो 1 महिना पल्टनमा बस्दाखेरि जेठन दिदी त्यसरी अर्कोसँग लागेर भागेरै जानुपर्ने त केही थिएन होला नि गाउँमा अरूले भन्दा उसलाई लाउन खाना कमी केही पनि गरेको थिएन जेठन साहबले अनि जब 1 वर्ष जेठन साहब पल्टनमा बस्दैमा ती जेठन दिदी के मती लागेर चाहिँ अर्कोसँग हिँडेछि न बुढी खोइ बुढा म पनि महिला नै हो के कुरा गर्नु महिलाको बुढाले प्रशस्ति माया दिँदा पनि के मात लागेर हिँड्छन् पनि खोइ उहाँ पनि मेरो भाउजू हो के कुरा गर्नु कुरा काटे जस्तो म स्कुल पढाउन जाँदाखेरि पटक पटक बाटोमा अरू केटा मान्छेहरूसँग देखिने थियो के भन्नु यी सब कुराहरू मैले पहिला नै दाइलाई भनिदिएको भए दाइले सुधार्नुहुन्थ्यो होला भाउजूले मन दुखाउनुहुन्छ भनेर भनिन यो सब तिम्रो गल्ती हो दाइले यो कुरो सब पहिल्यै भनिदिएको भएदेखि के थाहा न पहिल्यै सुधार्नुहुन्थ्यो कि जेठन दिदीलाई तिमीले यो सब कुरा नभनेको हुनाले आज दाइले जेठन दिदी खोज्दै हिँड्नु परेको छ बुढी जान्दिनु हजुरलाई थाहा होला नि एउटा बोरामा एउटा आलु कुहिएको पर्यो भने सबै कुहिन्छ भनेर जानुभयो आनन्द भयो नभए गाउँै बिगारिदिनुहुन्थ्यो आलु कोपी काउली फलफुलको कुरा होइन नि मान्छेको जिन्दगीको सवाल हुन्छ बनिरहेको घर बिग्रिनु भनेको त नराम्रो हो नि खुब थाहा छ हजुरलाई टाको दुख्यो भन्नु भएको थियो गएर सुत्नुहोस् म बाहिर गएर पढ्छु एकछिन ल हुन्छ तिमी पढ्दै गर म गएर सुत्छु यदि निदै हालेछु भने आएर उठाइदेऊ है बुढी हुन्छ छोरी कहाँ जान लाग्यो नि त कतै होइन आमा गाउँतिर जान लाग्यो नि गाउँतिर किन जानु पर्यो छोरी तेरो भाउजू अस्ति नै गयो कि अहिलेसम्म आएकी छैन फेरि त्यही भाउजू खोज्नलाई दाइ गएको दाइ पनि आएको छैन जानु पर्दैन गाउँसम्म सबै छोराछोरी गाउँतिर गएपछि यो घरको काम चाहिँ के म बुढी आमाले गर्ने आमा भाउजूले घर छोडेर गएपछि मैले काम गरिरहेको छु नि त आज मलाई घरमा बस्दा साह्रै अल्छी लागेको छ त्यही भएर म गाउँमा जान लाग्यो रिसाइहाल्नुपर्छ त
छोरी रिसाउनु त परिहाल्यो नि। यो बुढेसकालमा बसेर खाने बेलामा सबै काम तिमीहरूले मैलाई हराउँछौ। देख्ने गाउँलेले त यो लाउरेको आमाले कति सुख पाकी छे भन्छन्, तर यो घरमा मैले कति दुःख पाएको छ त्यो त मलाई मात्रै थाहा छ। आमा, गाउँलेले जे भने तापनि तिमीले यो घरमा सुख पाएकै त छौ नि। खाना बनाएर खुवाएकै छु, बेलुका बिस्तार लगाइदिएकै छु। योभन्दा बढी के सुख पाउनु पर्यो आमा? खाना बनाएर खान दिँदैमा, ओछ्यान लगाइदिँदैमा सुख पाएको भनिँदैन। यो आमा बिरामी हुन्छ नि, त्यति बेलामा साथ दिनेलाई पो माया गरेको हो, छोराछोरीले साथ दिएको हो भनिन्छ त। हातले यो आमा कति ठुल्ठुला कुरा गरेको। अरूको छोराछोरीहरूले आफ्नो आमालाई कति दुःख दिएको हुन्छ पनि सहेर बसिरहेको हुन्छ। यो आमालाई जति माया गरे पनि नपस्दो रहेछ। मैले कस्ता छोराछोरी पाएछु, जति दुःख गर्दा पनि नहुने। म पनि अबको घरतिर जानु पर्यो अब। छोरी, के तिमी एक्लै परिरहेको छौ त? जन साहेब खोइ? आमा, के हो बेल सबैलाई सोधिरहनु भएको? आउनुहोस् न, बस्नु। आमा, अनि सन्चै हुनुहुन्छ त? खोइ छोरी, सन्चै छु भन्नु कि बिसन्चै छु भन्नु मैले त भन्नु सके छैन। के भएर आमा त्यस्तो? खोइ के भन्नु र छोरी, पराई घर गएको छोरीसँग के दुखेछ पोख्नु। आमा, छोरी पराई घर गयो भन्दैमा आम्बाको दुखेछु नसुन्ने हुन्छ र? यी बहिनीले केही भनेर दाइ पनि हिजो यतै आउनु भएको थियो, बिहानै जानुभयो। भयो छोरी, त्यो तेरो बहिनीको त कुरै नगर। मैले एक वचन बोले भने उसले 100 जवाब फर्काउँछ। घरको पनि के कुरा गरिराख्नु। ज्वाइँको नि साह्रै माया लागिरहेको थियो, एकचोटि भेट्न पाए हुने थियो छोरी। तर छोरी, त त साह्रै भाग्यमानी रहेछस्। अब जस्तो ज्वाइँ पाकी छस्। मैले पुरा गर्दिन नसकेको सपना सबै ज्वाइँले पुरा गरिदिनु भएको छ। आमा, म होइन भाग्यमानी, हजुर हो। किनभने म जस्तो अभागी छोरी जन्माएर हजुरले अब जस्तो बुझ्ने, दुःख सुखमा साथ दिने ज्वाइँको हातमा हजुरले दिनुभएको छ, त्यही नै भाग्यमानी सोध्छु आमा। साँच्चै मैले त असँग कुरा गर्दा गर्दा हजुरलाई के खानुहुन्छ भने सोध्नै बिर्सिन्छ आमा। भर्खर खाना बनाएर आएको छु, हिँड्नुहोस् खाना जाउँ भित्र। भयो छोरी, म त खाना नखाने। अब तेरो बहिनी पनि गाउँ डुलेर आउने बेला भयो होला। फेरि मलाई घरमा नदेखेपछि रिसाउँछ, जान्छु म त। आज यहीँ बस्नुहोस् आमा, त्यसले केही पनि भन्दिनँ। आमा नदेखेपछि त्यो खोज्दै यहीँ आउने छ, अनि म त्यसलाई जे भन्नु पऱ्यो भने म भन्छु। भयो छोरी, छोरी ज्वाइँको घरमा यसो आएको पनि के दिदी बहिनीको झगडा पारिराख्नु। जान्छु म त अहिले। हुन्छ त आमा, जान्छु नै भन्नुहुन्छ, भोलितिर आउनुहोस् है। ए ल नानी, हुन्छ नि। साइको, हात्ती, रामीमाथि मलाई कता कता शङ्का लागिरहेछ। काजी साहब, मैले तपाईँलाई पहिल्यै भनेको थिएँ त, त्यो रामी ठिक छैन भनेर। त्यही त नि, आफू तल्लो जातको र पर्यो औका त देखाइहाल्छ नि। त्यही त नि केटा हो, रामेले काम गर्नु राखेर मलाई कता कता पछुतो लागिरहेछ। पछुताएर नि के गर्नु, उसको बाबामाले लगेको ऋण अहिलेसम्म तिरिसकेको छैन। काजी साहब, उसले ऋण तिर्न सकेको छैन भनेर उसले जे हड्कत गर्यो त्यो हामी सहेर बस्ने? अब एक चाहिँदैन, दुई चाहिँदैन। मैले भने मान्नुहुन्छ भने म तपाईँलाई एउटा आइडिया दिन्छु काजी साहब। भन्न, कस्तो आइडिया हो? मलाई सुन्न हतार भइसक्यो। त्यस्तो केही गर्नु पर्दैन काजी साहब। त्यसको जुन गैरी खेत छ नि, त्यसको लाल पूर्जामा सही गराएर त्यसको लाल पूर्जा हात पार्नुहोस्। ठिक कुरा गर्यो हात्तीले। काजी साहब, उसको लाल पूर्जा हात पार्नु भयो भने उसको बाबामाले लगेको ऋण सबै चुक्ता हुन्छ काजी साहब। ठिक भन्यो केटा हो। ऊ जमानामा रामीको बाबामालाई सामाभन्दा ब्याजको माया लागेर केही भनिन, अहिले त्यो पैसा उठाउनलाई पछुतो लागिरहेछ। केटा हो,
यो विषयमा तिमीले चिन्ता नलियो। रामेसँग सामा ब्याज पैसा म कसरी असुल्छु मलाई मात्रै थाहा छ। यो गाउँको काजी पो हो त म। तर केटा हो, त्यो हाम्रो प्लान छ नि, त्यो रामेले नठापाओस्। त्यसलाई हामीले घुमाइ हाम्रो पासोमा पार्नुपर्छ। काजी साहब नमस्ते। नमस्ते नमस्ते। तेरो बहिनी त बोल्दैन त, लाती हो क्या? होइन होइन काजी साहब, पहिलोचोटि दरबार जत्रो घरमा आएको डराएको होला नि। बिचरा रामे, तेरो बहिनी कति सोझी है। नानी तिमी डराउनु पर्दैन, तिमीले आफ्नै घर सम्झे हुन्छ। काजी साहब, म यो तपाईँको दरबार जस्तो घर देखेर डराकी होइन। मलाई मेरो झुपडी जत्रै घर ठिक छ। तर सुन्नुहोस् काजी साहब, जत्रो ठुलो यो तपाईँको घर छ नि, त्यति ठुलो आफ्नो मन गराउनुहोस्। नानी तिमीले भन्नु खोजेको के हो? मैले बुझिनँ नि, प्रश्न भन। काजी साहब, बहिनी सानै छ, उसलाई के बोल्छ थाहा नै हुँदैन। काजी साहब, उसले बढी बोलेको छ भने बुढो म माफी माग्छु, माफी दिनुहोस् है। ल ल ठिक छ, ऊ बालक रहेछ, उसले भनेको कुरा म मनमा लिँदिनँ। बरु सक्छस् भने रामे तैँले मलाई माफी दे। हिजो मेरो बहिनीको हात समाउँदा तँलाई मैले के भनि होला मलाई थाहा छैन। काजी साहब, जब एउटा हाम्रो घरमा काम गर्ने नोकरसँग तपाईँले माफी माग्नु लाज लागेन? अरू तिमीहरू बढी नबोल, खुर्को जा। काजी साहब, म तपाईँहरूको केटाको बारेमा के कुरा गर्न आएकी थिएँ। ए भन नानी, के हो कुरा? के पनि होइन काजी साहब, यो बोलानी छ, के बोले थाहै हुँदैन यसलाई। ल ल ल ठिक छ, तँलाई केही पैसा चाहिएछ भन्। होइन होइन काजी साहब, हिजो तपाईँले बोलाउनु भएको थियो, त्यही भएर हामी आएको। बरु के कुरा हो भन्नुहोस् न काजी साहब। रात गयो बात गयो भने जस्तै हिजो कुरा के हो बिर्सिहालेँ लामे मैले। केही पनि छैन काजी साहब, त्यसो भए त हामी जान्छौँ है। ल जाऊ जाऊ जाऊ। अब बहिनी होइन बुढो बुढो उठ्नु न। एकछिन सुतौँ कि भनेको भुसुक्क निदै हालेछु। उठाउन आऊ है भनेको थिएँ। जोस् मेरो बुढी उठाउन आएछौ है। अघि आमा आउनु भएको थियो, ज्वाइँ कति माया लगाइरहेछ हेर्नु मन लागिरहेको भन्दै हुनुहुन्थ्यो, जान भएपछि। ए हो र बुढी। मुना तिमी पनि कस्तो कुरा गरे कि? बल्ल बल्ल आउनुभएको सासु आमा घरको आँगनसम्म एकछिन रोकेर राखे पनि हुन्थ्यो। र मलाई आएर उठाएको भए त म उठेर आइहाल्थेँ नि तल सासु आमाको मुख हेर्नलाई। उठाउन आऊ भनेको त भने फेरि हजुरको निन्द्रा बिग्रेला भनेर नउठाएको नि। लाटी मलाई के सासु आमा भन्दा निन्द्रा ठुलो हो र? बिचरा ती सासु आमाले आजभोलि साह्रै नै दुःख पाउनु भएको छ जस्तो लागेको छ मलाई। किन र बुढा, हजुरलाई किन त्यस्तो लागिरह? किनकि त्यो जेठान दिदीले घर छोडेको पनि धेरै दिन भइसक्यो। फेरि त्यो साली नानी पनि आजभोलि साह्रै नै बिग्रेर हिँडेकी छि। त्यही भएर सासु आमा हाम्रै घरमा ल्याएर पालौँ कि जस्तो लाग्छ मलाई। मुना हुन त हो नि बुढा, आमालाई यहीँ ल्याएर पालौँ जस्तो लाग्छ मलाई पनि। घरमा नन्द अलि छुच्चो हुनुहुन्छ, कुरा पनि नमिल्ने हो कि? बुढी ऊ त मेरो बहिनी हो, मैले सम्झाएपछि सम्झिहाल्छु नि। अनि सुन, हामीले बिहे गरेको पनि यत्तिकै वर्ष दिन भइसक्यो। अब त यसो छोराछोरी पनि जन्मनी होला नि। ए भाउजू कहाँ जानुभयो भनेको त यहाँ दाइसँग आएर टाँसिनु पो भएको रहेछ होइन? बहिनी तैँले के बोलेको? दाइ भाउजूको अगाडि बोल्ने तैँले यही हो? मैले त्यस्तो नराम्रो के बोलेको छु र? राम्रो त बोलेको छु। एउटा घरको बुहारी भएपछि घरको काम गर्नु पर्दैन, दिउँसै दिउँसै यहाँ च्यापेर बसेर हुन्छ? नानी अघि पछि त स्कुल हुन्थ्यो, काम गर्न भ्याउँथिनँ घरको। आज त शनिबार सबै घरको काम गरिसकेँ त मैले। त्यही पनि अरू केही काम छ भने भन्नुहोस्, म गरिहाल्छु नि। किन कराइहाल्नु भएको? ए अनि त्यो खाएको जुठो भाडा चाहिँ कहिले माझ्यो नि? मैले आज सबै काम सक्यो भने लाज लाग्दैन तपाईँलाई? बहिनी तेरी भाउजू पनि थाकेर आएको हुन्छ नि त्यत्रो स्कुल पढाउँदाखेरि। आज एक दिन छुट्टी भएको भएर
मसँग एकछिन गफ गरेर बसेकी हो। उसको पनि शरीर हो, थकै त लागिहाल्छ नि। कहिलेकाहीँ तैँले गर्दा पनि हुन्छ काम र भाडाहरू तैँले मान्दा नि हुन्छ नि। ए कति न अलिकति बोल्न नि नहुने झर्किनु परिहाल्छ। कति न म सौतिनी बहिनीको जस्तो व्यवहार गर्नुहुन्छ त। आजभोलि यो बहिनी अलि बढी नै बोल्न थालेकी छे। कुन दिन मेरो झापड भेट्छ अनि थाहा पाउँछ। के भन्नुभएको हजुरले? यस्तो बहिनीलाई पनि सानी नै हुनुहुन्छ। मैले के बोलेँ भने उहाँलाई थाहा नै हुँदैन। के भन्नुभएको? गएँ म जुठो भाँडाहरू माझ्नु छ। ल ल बढी होइन साइडको आजभोलि कासिनीको बहिनीको पारा मलाई ठिक लागेन है। त्यही पनि साथी तैँले आजभोलि हाम्रो त्यो कचेरीको त्यो रामसँग केही न केही लसो जस्तो छ। दुर्गा साँझ परिसकेको छ, पानी पर्न लागेको छ। यस्तो पानी पर्ने बेलामा पनि ग्यासमा हिँड्यो कि। सुनिता हामीलाई पानी घाम भनेको के हो? सुनिता साँझ पर्न लाग्यो पानी पर्यो भनेर पनि त भएन नि। घाम पानीसँग बचेर बस्नलाई त आफ्नो घर पनि त हुनु पर्यो नि। त्यही त के दुर्गा, तेरो पनि बाउआमा सानैमा बित्नु भयो, मेरो पनि बाउआमा सानैमा बित्नु भयो। तर म त कति अभागी रहेछ है। तेरो र मेरो बाउआमा सानैमा मरे पनि त म भन्दा नि झनै अभागी रहेछस्। मेरो बाउआमा बितेर गए पनि म बस्नलाई एउटा घर छोडेर जानुभएको छ। तेरो त भएको घर पनि साउहरूले कब्जा गरिहाले। गाह्रो छ दुर्गा तँलाई त। सुनिता समयको त खेल हो नि। कुनै दिन यति मेरो घरमा काम गर्ने मान्छे बस्थ्यो भने आज म अरूको घरमा काम गरेर बसेको छु। भयो दुर्गा, समयले दोष दिएर पनि त भएन नि। आफ्नो भाग्यमा जे ल्याएछ त्यही भोग्नुपर्छ नि। हो सुनिता, अब साँझ पनि पर्न लाग्यो। म त्यहाँ घाँस काट्न गएको है। ल कति बेला यसै राई माइला त आउनु पाएन, पाच्छस् के हो? यसलाई मैले पहिला नै भनेको थियो हामी काजी बाबु घरमा जाँदैछौँ भनेर। मेरो इज्जत नफालेछ है भनेको। के भने फुस्स निस्किएछ। के भने ग्यास्ट्रिकको बिमारी छ। चिलो काई सब तपाईँ त सधैँ हाँसिलो कोसिलो मान्छे हो। आज त किन निराश भने? अहिलेसम्म मलाई कसैले सोधेन तपाईँ किन निराश भएर बसेको भनेर। तर केही छैन, त आइहालिस्, मेरो निराशपन भागिहाल्यो नि। बरु त के कामले आतिस भनिहाल, मलाई चिप्ले घसिरहनु पर्दैन। चिप्लो घसेको भएन नि काजी साहब। त्यही त हो नि काजी बा, यो रेडियो बिग्रियो पनि महिना भइसक्यो। यसलाई मर्मत गरौँ कि भनेर तपाईँ कहाँ आएको के भयो? ए रेडियो पो बिग्रियो तेरो? अहिले बहिनी घरमा छैन, पैसा बहिनीले राख्छ, भोलितिर आएस्। भोलितिर त आउने हो काजी बा। रातभरि रेडियो बजेन भने निन्द्रै लाग्दैन भए म कसरी सुत्ने त भने? यसो छ भने बरु तपाईँले यसो दिनु नभएर गाजीबा। साह्रै पिर परिहाल्छ कि मलाई त। मेरो रेडियो बिग्रेर खत्तम भएको छ भने टेन्सन भएर काजौँ भइरहेछ। सुन न गाजीबा, तपाईँले म एउटा कुरो भन्छु। मेरो बाको दुईटा गर्लफ्रेन्ड पनि छोडेर गयो भने भए उनीहरूले बोला भने उल्टो चापड हाल्ने पनि डर हो। म त के गरौँ भने तर आफू छु त। मलाई त खल्टीमा 2 रुपियाँ छैन। गाह्रो। दुईटा गर्लफ्रेन्डले छोड्यो भनेर राईमाइला किन चिन्ता गर्छस्? राईमाइला बिहे गरिहाल्न त। तैँले गर्लफ्रेन्डको झापट पनि खानु पर्दैन, रेडियोको गीत पनि सुन्नु पर्दैन। बिहे त गर्ने हो नि काजीबा, तर सोच्नुपर्छ क्या। तर काजीबा तपाईँको बहिनी चाहिँ कतिखेर आउँछ क्या? म त साह्रै टेन्सन भइसक्यो भने। खै राईमाइला गाउँतिर गएको, कति बेला आउने हुन्? भोलि बिहानतिर आइज न। चिलो त्यसो भए त भइहाल्छ नि। आज जसोतसो यसो गाईको गोठतिर गएर गाई कराउँछ भने यसो निन्द्रा आउँछ कि सुत्नु जानु पर्ला। ल काजीबा म त लाग्यो है। ग्यास्ट्रिक के काजीबा? ल लाग्यो है काजीबा म त। ल त्यसै गर्लास् न। ग्यास्ट्रिक छ के हाल्नु। बहिनी
आज हामी काजी साहबको गएको सायद परेछ है, मासु खान पायो। दाइ पनि खुब काजीको बागोमा गएर सायद परेको होला। बरु पसल खुल्लै थियो भन्नु न। साँच्ची बहिनी, हाम्रो त्यहाँ उधारो पसलमा कति छ? अरूको उधारो खानु हुँदैन है, भोलि गएर तिर्दिनु पर्छ। अरूको उधारो खायो भने पाप लाग्छ भन्छन्। दाइ पनि मासु पेटभित्र जानु पाएको छैन, ऋण तिर्ने कुरा गर्नुहुन्छ। पहिला मासु भात खानु अनि बल्ल ऋण तिर्ने कुरा गरौँ न। ठिक छ बहिनी, हेर न, सधैँ गुन्द्रुक र ढेँडो खाइरहेको मान्छे है, आज मासु खाँदा त कति मिठो है। ल त पनि खाऊ। भयो दाइ, मैले खाइरहेको छु त। म त फेरि साथीहरूकोमा गएर पनि मासु खाइहाल्छु। तपाईँले कहिले खानु पाउनु हुँदैन, तपाईँ खानुभयो टन्नै। दाइ, मलाई त मासु खाँदा खाँदा धेरै भयो। यति एक पिस बसेको छ, हजुर खानु न है। दाइ, के भयो तपाईँलाई? एक्कासी रुन थाल्नु भयो त? के होइन बहिनी, म सानो हुँदाखेरि तिमी आमाको पेटमा थियो, त्यति बेला आमाले नै मलाई यसरी हातले खुवाइदिनुहुन्थ्यो। त्यही सम्झेर यादले रोको बहिनी। यसरी रुनु हुँदैन दाइ, आमा बाबा छैनन् भनेर। छोरा मान्छे रोएको सुहाउँदैन, नरुनु। बहिनी, तिमी त सानो तेरो भो, थाहा भएन। म त अलि ठुलो भएको थियो। हाम्रो आमा बाबाले कति माया गर्नुहुन्थ्यो। तिमी पो मेरो काखमा हुर्क्यौ, बढ्यौ। तिमी पो यत्रो भयो, के थाहा छैन। मलाई त थाहा छ नि, आमा बाउले कति माया गर्नुहुन्थ्यो। त्यो सबै याद आउँछ। तिमीलाई त के याद आउँदैन होला है? दाइ, आमा बाबाको काख नपाए पनि मैले हजुरको काख पाएकी छु। हजुरले आमा बाबाले भन्दा धेरै माया गरेर त मलाई आमा बाबाको याद आउँदैन। नत्र भने त कुन चाहिँ छोराछोरीलाई आफ्नो आमा बाबाको याद आउँदैन र? भयो बहिनी, धेरै दिनपछि मासु र भात खाएको। मेरो बहिनीलाई मैले रुवाउन लाग्यो क्या आज। सानो कचिनी साहब, कहाँ भुइँमा बस्नु लाउनु भयो? माथि बस्नु। होइन होइन, ठिक छ, म भुइँमा बस्दा के हुन्छ त? तिमी पनि त भुइँमा बसेका छौ नि। होइन होइन, तपाईँ माथि बस्नुहोस्। हस् बाबा, हस्। सानो कचिनी साहब, बरु भन्नुहोस् न, साँझ परेको बेलामा मेरो घरसम्म के कति कामले आउनु भएको नि? किन हुनु र रामे? आज तिमी मेरो घरमा काम गर्न आएको पनि देखिन, त्यही भएर के कस्तो रहेछ भनेर बुझ्नका लागि आएको नि। ए, हेर्नुहोस् न सानो कचिनी साहब, हामी पनि खाना खाने बेलामा तपाईँ ट्याक्कै आइपुग्नु भयो क्या अरे। अब खाना पनि कति छ फेरि। सानो कचिनी साहब, हामी सानो जातले बनाएको खाना तपाईँलाई चल्दैन होला? रामे, भन्छन् नि भोक भन्दा भोजन प्यारो भनेर। अनि के मैले हिरा मोती सुनचाँदी खान्छु र? अनि मैले पनि त तिमीले खाने जस्तै खाना खाने हो नि, तर चलिहाल्छ नि मलाई पनि। बरु सुन न, आज मैले घरमा खाना खाएर आएको छैन, मलाई पनि पस्किदेऊ न। हो र सानो कचिनी साहब, तर छ नि सानो कचिनी साहब, तपाईँ यहाँ आएर खाना खाएको कुरो चाहिँ ठुलो हिसाबलाई नभन्नुहोस् है। बहिनी, सानो कचिनी साहबलाई खाना पस्किदेऊ न। दाइ, यता हुँदा तरकारी त छ दाइ, भात छैन, के गर्ने? सानो कचिनी साहब, हेर्नुहोस् न, तरकारी चाहिँ रहेछ, खाना चाहिँ सकेछ। तरकारी भयो नि, खानुहोस् न है। होइन होइन, ठिक छ, बरु म भोकै सुत्न सक्छु, तरकारी मात्र त खाँदिनँ नि। बरु सुन न, मैले अस्ति बजारबाट नयाँ लुगा लिएको थिएँ, त्यो पनि थाहा छ? मेरो लागि होइन नि, तिम्रो बहिनीको लागि। सधैँ एउटै लुगा लगाएको देखेको थिएँ, त्यसैले यो लुगा लिएको छु। देऊ न बरु बहिनीलाई। सानो कचिनी साहब, यहाँ राखिदिनुहोस् न। किन भुइँमा राख्नु पर्यो? क्रुक हात थाप भने हात थाप न। आज मेरो बहिनीले त नयाँ कपडा लाउन पाउने भयो। अब यो फेर्ने सानो कचिनी साहबले नयाँ लुगा ल्याइदिनु भएछ। दिनुहोस्।
बहिनी आतो न आहा दाइ कस्तो राम्रो कपडा म त आफैले त सबै फालिदिन्छु पुरानो भएको छ म त सधैँ यही लाएर हिँड्छु दाइ सुन न कति राम्रो कपडा रहेछ बरु म एकछिन लाएर आउँछु है कस्तो देखिन्छु ल ल सानो कचिनी साहब हेर्नुहोस् न कति धेरै पछि मेरो बहिनीले नयाँ कपडा लाउन पाएको छ अब त्यो कपडा लाउँदाखेरि कति राम्रै देख्छु होला कति खुसी भएर गयो है रामे सुन न अबदेखि तिम्रो बहिनीलाई जति लुगा लाउन मन छ त्यो मलाई भन म सधैँ पुर्याइदिन्छु नि भयो सानो कजिनी साहब हामी माथि यति धेरै दया माया पनि नगर्नुहोस् भोलि गएर यो दया र मायाको दुश्मनमा पनि नबदलोस् त्यस्तो होइन नि रामे हाम्रो यो दया र मायाको सम्बन्ध जुग जुगसम्म पनि रहिरहनेछ कहिले पनि बाधा अर्चनाहरू आउने छैन खोइ सानो कचिनी साहब म ठुलो जातको भएर जन्मेको भए सायद विश्वास पनि गर्थ्यो होला दाइ हेर्नु त म कस्तो देखेकी छु